सबै मिलेर गरौँ। हामी चाहिँ अब कहाँ जाँदैछौँ भने इगल पोइन्टको लागि रेडी हुँदैछौँ। अनि क्यामेराम्यानले चाहिँ मलाई त गाइड हो भन्दैछन् होइन। अनि अब हामी चाहिँ लाग्यौँ इगल हाम्रो ड्राइभर हो नि त यो त। अनि आज सानो सानो भुन्टे ड्राइभर हो आज हामीलाई इगल पोइन्ट पुर्याउने घुमाउने छोरी हो यो आजलाई। ल हामी चाहिँ लाग्यौँ होइन। यो चाहिँ पार्ट अफ मजाक थियो। अब हामी चाहिँ लाग्यौँ। पछाडि यसो हामीले हाई गरिदिएको होइन। अब यो चाहिँ अलिअलि भ्यू खिचिदिइहालेको बाटोमा होइन। भ्यू पनि त देखाउनु पऱ्यो नि त। अब अलिअलि हाल्नु पऱ्यो नि भनेर खिचिदिएको होइन। यो चाहिँ हाम्रो इगल पोइन्टको यात्रा हो। हजुरहरू पनि जान सक्नुहुन्छ होइन। यो बाटोमा यस्तो रमाइलो छ। यो चाहिँ खोला रिभर होइन खोला नै हो। यो खोला नै भन्छ यसलाई। अनि त्यसपछि हामी चाहिँ यो चाहिँ इगल पोइन्टको अब यो भ्यू सुरु भयो होइन। टक्क इगल पोइन्टको भ्यू साइड रिभर रमाइलो भइरहेछ नि होइन। भइरहेछ त किन नहुने। अब बिचबिचमा अलिअलि अब यो चाहिँ भ्यू अब भ्यूको लागि त मैले भ्यू अब यो बाटो चाहिँ एकदम बबालै थियो कि बबालै हो यो बाटो चाहिँ। हेर्नु न होइन आफूहरू नि हेर्न सक्नुहुन्छ होइन। बबालै छ। अनि त्यो माथि ड्राइभर त झनै बबालै हो नि। गाडी चलाउने मान्छे त झन् बबालै हो। अनि ह्यान्सी पनि हो होइन। तर यो भिडियोमा चाहिँ आएन कसले चलाहा भनेर होइन। तै पनि मैले भनिदिइरहेको त्यो पनि हो। अब हामीले चाहिँ यहाँ एकछिन पज गऱ्यौँ होइन टक्क भ्यू हेर्नको लागि। अब फेरि कन्टिन्यू ड्राइभरले कन्टिन्यू होइन चलाउनलाई। तर रमाइलो भ्यू हेर्न चाहिँ रमाइलो भइरहेको थियो। निलो आकाश होइन। अनि निलो पानी पनि निलो टक्क दुईतिरै निलो। अनि हामी बिचमा हिँडिरहौँ छेउछेउमा खोला छ होइन। मजा छ। यो चाहिँ रमाइलो भइरहेछ हामीलाई अहिलेसम्म चाहिँ। ओहो कति राम्रो भ्यू त। एकदम बवालै भ्यू छ। आफूहरू नि आएर घुम्दा हुन्छ है। यो ठाउँ चाहिँ इगल पोइन्ट हो। यो जेटी भन्छ होइन सानो जेटी। होइन पछाडिबाट त अलिअलि दिन मिलिहाल्यो नि। के ठुलो कुरो भयो त नि। मिल्छ। अब यो कतै चाहिँ त्यो खोला देखिँदैन कि। खोला भन्दा नि रिभर देखिँदैन होइन। अब मेरो छोरीले पनि भोइस ओभर गर्न आउँछु भनेर आमासँग झगडा गर्दै थिए। खोलामा ढलेको पनि रुख रहेछ साइडमा। बाटो पनि एकदमै राम्रो थियो रमाइलो थियो यो बाटो। ओहो हामीले चाहिँ अब गाडीको माथिबाट टक्क क्यामेरा निकालेर होइन 360 एङ्गलमा भिडियो खिच्दैछौँ। पछाडि ब्याक साइड रमाइलो भइरहेको थियो। खत्रै रमाइलो भयो नि खत्रै। बाटो फेरि बवालै थियो नि। गन्द्र्याङ र घुन्द्रुङ पेटको आन्द्रा हुडी नै निकाल्ने गरेर नि। ल हामी चाहिँ अब पुग्यौँ त्यहाँ होइन। अब हामी अब ओहो भ्लग बनाउने मान्छेको पनि भिडियो आएछ त्यहाँ होइन। भ्लग गर्ने मान्छेको भिडियो आइहाल्यो। भ्यू चाहिँ बवालै छ नि यो त। अब यहाँ अब हामी जेलीफिस खोज्दैछौँ कि त्यो पानीमा होइन। भाउजू र म भएर जेलीफिस यहाँ छ भन्दै होइन। मैले देखाइरहेको छु के हातले देखाइरहेको छु जेलीफिस भन्दै। जेलीफिस
Thank you. So cute. So cute. अब कति मिनेट अझै छ हामीसँग 15 मिनेटको भोइस ओभर गर्न बाँकी छ हैन बल्ल 5 मिनेट भएको छ अब 15 मिनेट बाँकी छ अब यहाँ अब फोटोसुट सुरु भयो हैन अब भाउजूले चाहिँ भिडियो क्यान्डिड भिडियो भनेर यस्तो गर्दै हुनुहुन्छ हात चलाउँदै हुनुहुन्छ हैन अनि हामी चाहिँ भिडियो बनाउँदैछौँ जेलीफिस पनि बीचबीचमा यसो खिच्दिम न त भनेर हामीले चाहिँ खिच्दै हालेको कत्रो ठुलो जेलीफिस थियो के जेलीफिसहरु नि टन्नै हुँदो रहेछ त्यहाँ जेलीफिसहरु टन्नै छ पानीको नि उस्ने होला हैन अब हाम्रो पालो आयो अब यहाँ चाहिँ पुरै त्यो शाहरुख खानको त्यो वाला तेरे नाम शाहरुख खान गयो तै पनि हैन अब हाम्रो पछाडिबाट खिचौँ न त सिन खिचौँ भनेर खिच्दै हालेको अब यो चाहिँ पानी मुनि यस्तो बवाल देखिया के हैन पानी मुनि के खिचेको यस्तो हैन यस्तो गर्दैन शाहरुख खानले चाहिँ पानी मुनिको वाला फिल सही राम्रो आछ पानी मुनिको पानी मुनि पनि यस्तो ट्राई हान्दिम न त क्यामेरा कतिको क्वालिटी हान्ने रहेछ भनेर झ्यामा ट्राई हान्दिएको बबाले आयो नि पनि खत्रै आएको रहेछ हैन अनि यो मेबी जेलीफिस हुन सक्छ यहाँनिर चाहिँ तर जेलीफिस चाहिँ देखिए हैन पकाएर खान नहुने भएर चाहिँ त्यसलाई चाहिँ छोडिदियौँ हामीले अब फेरि हाम्रो फोटोसुट सुरु हुन्छ होला यो चाहिँ म चाहिँ मोडल हो के ओ या कति यिनीहरूको मात्रै खिच्ने मेरो नि खिच्देऊ न भनेर यहाँ डिस्टर्ब गर्न आइपुगेको थिएन हैन क्यामेराम्यान यो चाहिँ अब हाम्रो यस्तो प्राइभेसी भङ्ग गर्दिनलाई हैन एङ्ग गइदिएको म फेरि यस्तो क्युट फोटो खिच्दै थिएँ पछाडिबाट डिस्टर्ब भइहाल्यो नि हामीलाई फेरि कति त्यो लभ स्टोरी मुभीकोमा भिलेनको काम पनि गर्नुपर्छ ढ्याक्क त्यही त अब यहाँ टक्क फोटोग्राफर अलिकति फोटोग्राफर अलि एङ्गल मिलाउनु भएन छ क्या फोटोग्राफरले अलिकति बसेर आधी बसेर मलाई रिक्वेस्ट गरिरहेको थिएँ मैले इग्नोर हान्दिएको अनि मेरो त फोटो यो चाहिँ 360 भ्यू खिचौँ भनेर यसो 360 भ्यू खिच्दिएको त्यहाँबाट हैन रमाइलो थियो नि रमाइलो थियो 360 भ्यू हो यो चाहिँ हामी गएको ठाउँबाट अब हामी चाहिँ फर्कियौँ त्यहाँबाट टक्क कति एकै ठाउँ बस्ने त नि भनेर अब अर्को ठाउँमा पनि कुद्यौँ भनेर ज्वाइँलाई मात्रै के भने त्यही ज्वाइँले खोइ त मेरो साँचो भनेर झ्याप समातेर यस्तो अफरोडमा पनि हेलिकप्टर उडाएको झ्याममा लाएर होइन टक्क लाएर अनि कहाँ यस्तो कालो पत्रे त के देख्न पाथ्यो गटर गटरवाला उसमा होइन हिँडिरहेको बाटो देख्ने बित्तिकै एकैचोटि इगल पोइन्ट होइन इगल पोइन्ट झ्याम्मै होइन इगल पोइन्ट भ्यू पोइन्ट इगल पोइन्ट भ्यू पुगेर फेरि 360 यहाँबाट नि सरर घुमाएर दर्शकबिनहरूलाई पसिकिदिउँ भनेर होइन त ज्यापै नि यही हो यस्तो राम्रो भ्यू छ 200 रुपियाँ पनि लाग्दैन यहाँ चाहिँ राम्रो भ्यू छ मजाको भ्यू छ यहाँ चाहिँ चना चटपटेको चाहिँ सामानहरू लिएर आएर मजा बसेर खाने ठाउँ हो तर हामीले चाहिँ लगेन के खाँदाखेरि चाहिँ अति मिस भयो यहाँ प्राइभेसीको त जमानै छैन नि जे गर्दा पनि भिडियो खिचिदिइहाल्ने कसैको कुरा काट्न पनि पाइएन नि सिट भयो त्यही भने अब हामी चाहिँ फेरी चढेर प्रिन्सभिलबाट फेरी चढेर गाडी फेरीमा हालेर रेमन आइल्यान्ड जाँदैछौँ होइन यहाँ वेट गर्दैछौँ यो चाहिँ हामीलाई चाहिँ एकदम नौलो अनुभव थियो होइन पहिलोचोटि नै थियो गाडी फेरीमा गाडी राखेर टक्क पारी जानको लागि अब उताबाट आएको गाडीहरू चाहिँ निस्किँदैछ त्यहाँबाट अनि उनीहरू निस्केर भएपछि चाहिँ यो लास्ट गाडी अब हामीलाई जा भन्छ पे चाहिँ गर्नुपर्छ हामीले यतापट्टि अलिकति पैसा
ऊ त्यही आउँछ गाडीमै आउँछ ऊ पेलिनलाई अनि तर वन्स लाइफ जानुपर्ने ठाउँ छ गाइज होइन झ्याप्प गाडी बोटमा हालेर सर्र गयो भने चाहिँ उसले चाहिँ हामीलाई लेन कुनमा जा भने थियो 3 मा जा भने कि 1 मा जा 1 मा जा भने हामीलाई हामी चाहिँ पैसा तिर्दैछौँ त्यही भएर अलिकति रोकियौँ होइन हामीलाई 1 मा जा भन्यो अनि 1 मा गयौँ हामी 1 मा गएर टक्क अब त्यहाँ जाने पार्कमा राख्ने ह्यान्ड ब्रेक तान्ने अनि गाडी अफ गरेर बस्ने अनि त्यो रेड लाइट ग्रिन भएपछि चाहिँ हामी निस्किन मिल्छ तर त्यो ग्रिन हुनको लागि चाहिँ हामी पारी पुग्नुपर्छ झ्याप हामी चाहिँ फोनमा बिजी छौँ होइन अनि फोनमा बिजी हुँदा हुँदै हामीलाई त्यो यताबाट उता पुगेको थाहै नै भएनछ हामी त एकैचोटि निस्किसकेछौँ गाडीबाट फेरीबाट निस्किसकेछौँ हामी अनि बल्ल पो थाहा भयो ए हामी त फेरीमा थियौँ भनेर होइन बिच पार्किङमा पुगिसकेको थियो फेरी यहाँबाट चाहिँ रेड लाइट अब ग्रिन हुन लागिसक्यो यो चाहिँ ब्याकग्राउन्डमा अब यहाँ कुरा काटेर भोइस ओभर गर्नु परेको फेरि यो भोइस ओभर पनि डबल गर्नु पर्ला जस्तो भइसक्यो होइन म चाहिँ डबल गर्न सक्दिनँ यहाँ म जे बोलेको छु नि त्यही नै हालिदिनेवाला छु होइन हालिदिने भन्नेवाला छु अब मेरो च्यानलबाट त होइन तर मेरो च्यानलबाट नै हालिदिन मिल्यो अब मिल्न त केही फरक परेन लाइक एन्ड सब्सक्राइब सुषमा देवकोटा यु क्यान हो नि हामीलाई चाहिँ फर्स्टमा चढाएको थियो तर हामीलाई चाहिँ लास्टमा निकाल्ला जस्तो छ हामी 1 मा लास्टमा निकाल्ने त्यो रेड लाइट चाहिँ बोलिरहेको छ कि अझै ग्रिन हुँदैन रहेछ त्यो लाइट चाहिँ रेड नै हुँदो रहेछ ग्रिन हुँदैन रहेछ ग्रिन चाहिँ अब त्यो अगाडिको मान्छेले जा आइज भन्ने रहेछ त्यस्तो रहेछ कुरा चाहिँ हामी चाहिँ जानको लागि वेट गरिरहेछौँ यहाँ हाम्रो पालो आयो हाम्रो पालो आयो म चाहिँ पछाडि बसेर म्याप भनिरहेको छु किनकि म पहिला पनि गाडी लिएर गइसकेको ठाउँ हो होइन अनि टक्क अलिअलि बाटो देखाउँदैछु म म्याप बन्दैछु त्यहाँनिर यो आइल्यान्डमा जान चाहिँ हामी गाडी लिएर जान चाहिँ फेरी नै गर्नुपर्छ मान्छे जान पनि फेरीमै चढ्नुपर्छ यो कतै पनि बाटो कनेक्ट छैन अरू चाहिँ तर घुम्नको लागि चाहिँ गाडी नै लिएर गएको राम्रो हैन पुरै गाडीमै गएको भने चाहिँ एकदमै ठुलो छ रमाइलो छ यो ठाउँ नि यदि कुकुरको जस्तो स्टामिना छ भने चाहिँ हिँडेर जान्छ नि कुद्न सक्ने हो भने चाहिँ यहाँ चाहिँ फोटो खिच्दिँदैछु मैले होइन अनि टक्क गाडी माथिबाट निस्किएर फोटो खिच्ने भनेर ल त ल खिचिहालौँ न त भ्यू निकालेर होइन टाउको निकालेर टक्क गाडीबाट ऊ रमाइलो भइरहेछ अब यहाँ चाहिँ अब फेरि अलिकति खिचिदिइहाल्नु पर्यो भनेर यहाँ भ्यू खिच्न अब मेरो छोरीले पछाडिबाट ब्याकग्राउन्ड म्युजिक पनि दिइरहेको छ होइन रोएर त्यसलाई चाहिँ इग्नोर गर्दा हुन्छ ब्याकग्राउन्ड म्युजिक यदि कोही यो ठाउँसम्म पुग्नु भएको छैन कृपया कमेन्ट हान्नु होला हैन यो ठाउँसम्म पुग्नु भएको व्यवस्था छ को चाहिँ पुग्नुहुन्छ यहाँसम्म हेरेर हैन सही क्युट देखेको जोडी कस्तो राम्रो यसको हुँदो रहेछ के भन्छ त्यसलाई के भन्छ सानो यो रेड के यो थुथुनु त भन्दैन ठुङ के भन्छ साह्रै नै क्युट देखेको रहेछ है त्यतिखेर हामी चाहिँ म चाहिँ त्यतिखेर हामी भाउजू कि म फोटो खिच्दै थियौँ होइन यो चाहिँ यतापट्टि हामीलाई डिस्टर्ब गर्दै थिएन यो भिडियो बनाउनलाई तैपनि हामीले यो मान्छेलाई इग्नोर गरेर अनि हामीले फोटो खिचिरहेको थियौँ हामीलाई डिस्टर्ब भयो भन्दै त्यस्तै गरिरहेको थियौँ तर यो जोडीलाई त धेरै नै फोकस भएछ क्या हाम्रो भिडियोमा होइन यो
यो त मैले पुरै मेहनत गरेर निकालेको छु यसको सेपरेट भिडियो पनि म बनाउनेवाला छु छुट्टै सेपरेट भिडियो हेर्न जान चाहिँ जनकदेव कोटामा जाँदा हुन्छ होइन सब्सक्राइब गर्दा नि भयो जनकदेव कोटाको युट्युब च्यानल यहाँसम्म हेरिसक्नु भयो भने चाहिँ यु हेभ टु सब्सक्राइब नाउ थ्याङ्क यू फर नेक्स्ट भिडियो मेरो भोइस ओभर सुनेर भएको सब्सक्राइबरले पनि अनसब्सक्राइब हान्छन् जस्तो छ भनेर यहाँ टेन्सन परिसक्यो होइन साइडको मान्छेहरूलाई तर त्यस्तो हुँदैन है यो हामीले चाहिँ यहाँनिर कङ्गारु देखेर गाडी रोकेर अनि हामीले हेलो माइट गऱ्यो नि त अनि अस्ट्रेलियन कङ्गारु हो त्यही भएर बल्ल भोइस ओभर गर्ने लक्षण आइरहेको छ म्युट हानेर गर्नुपर्छ त्यो चाहिँ मबाट हुँदैन बिचमा अब त्यस्तै नै हो बिचमा यो भिडियो खिच्नेले नजानेर हो यस्तो लङ भिडियो खिचेपछि अब यो कङ्गारु देखियो कङ्गारु भेट्यो भनेपछि अब मैले त्यसपछि के भनौँ कङ्गारु देखेको देखेछ हामी चाहिँ फेरि अफरोड बाटो जान सुरु भयो होइन अनि अफरोड बाटो गइरहेछौँ रमाइलो भयो थियो तर अब होइन अफरोड भनेर यो चाहिँ ढुङ्गा र गिटीबाट बनेको खाल्टो फुल्टो हुने बाटोलाई अफरोड भनिन्छ भनेर पनि किनभने लामो छ जसरी हुन्छ त्यो पनि हो अब हामी चाहिँ यहाँ रेमन आइल्यान्डको बिच आइपुग्यौँ होइन यो चाहिँ साह्रै राम्रो बिच छ यहाँ चाहिँ नो हर्स के भन्छ राइड भनेर लेखेको रहेछ आई थिङ्क मान्छेहरूले चाहिँ गर्दा रहेछन् त्यही भएर होला साह्रै नै राम्रो ठाउँ छ जानै पर्ने ठाउँ छ हेर्दा हुन्छ आकाश र पानी छुट्टेकै देखे होइन यस्तो बवाल देखे तर हामीलाई चाहिँ थोरै क्लाउडले पनि साथ दिएन तर नट ब्याड ल हेर यहाँ फोटोग्राफर चलिरहेछ यहाँ म फोटोग्राफर होइन अनि त्यसपछि भाउजू मोडल अनि यहाँ कति तिमीहरू मात्र खिच्छौ म मेरो भिडियो खिच्छु भनेर यहाँ आफ्नो भिडियो आफैले सेल्फी खिच्न थालिसकेन होइन अनि हेलो गाइज रे हामीले रिप्लाई दिएन भनेर चित्त दुखाइरहनु फेरि ल यहाँ दुईजना हात समातेर भिडियो बनाइदेऊ न मलाई हो भिडियो बनाइदेऊ भनेर भिडियो बनाइदिनु पर्यो भिडियो खिचिदिने मान्छेले फेरि टाउको र मुख सबै काटेर खिच्दैछन् ल भाउजूले पछाडिबाट म्युजिक दिनु न भन्नुभयो त्यही भएर मैले म्युजिक दिएको हामी चाहिँ भाग्दैछौँ के रेस कम्पिटिसन गर्दैछौँ के कसरी भाग्ने भनेर होइन तर यो कम्पिटिसनमा चाहिँ खोइ कसले जिते नै थाहा भएन हामीलाई धन्नै लडेन नि भाग्यो कसले भेट्यो कसलाई अब हेर त यहाँ जबरजस्तीको बाटोमा गएको हामी यहाँ त बाटै छैन बल्ल बाटो निकालेर बना जस्तो छ बाटै थिएन तै पनि हामीले गाडी बल्ल निकाल्यो बाटो बनाइदिएछ अनि हामी चाहिँ घर आएर यहाँ के पाक्दैछ होइन नि छोइलाको लागि यहाँ भाउजूले टक्क टमाटरको अचार पाक्दैछ कमेन्ट गर्नु होला या फिर सब्सक्राइब जनकदेव कोटा अनि कमेन्ट अन दिस भिडियो है अब हाम्रो चाहिँ बार्बिक्यू चल्दैछ होइन अनि यो सब म्याग्नेट गरेर राखेको थियौँ हामीले चाहिँ ल्याम्ब मसरुम गिब्लेट यसको नि कहानी छ यसको कहानी जान्नको लागि पनि च्यानल सब्सक्राइब गर्नु होला उसको भिडियोमा अवश्य हाल्नेछौँ होइन अब कहानी चाहिँ अघिल्लो दिन खाने बार्बिक्यू भनेको म्याग्नेट अघिल्लो दिन गरेको तर के भयो पानीले धोका दियो मौसमले धोका दियो अनि हामीले पुरा पोस्टपोन गरेर अनि भोलिपल्ट हामी चाहिँ अब अन्तकाले जस्तो खाइरहौँ के गम गम खान पाएको जस्तरी होइन ज्याम खाँदा भयो त्यहाँभन्दा धेरै नभनौँ होला होइन अलिक धेरै नै हुन्छ यो चाहिँ ल हेरोस् बबालै भएको थियो नि बबालै भयो बार्बिक्यू पनि यो चाहिँ लेफ्ट ओभर हो
भोलि खाना हुन्छ भनेर हामीले टक्क लेफ्ट ओभर राख्यौँ And thanks for watching till now, guys. And don't forget to subscribe and like and comment. Oh, That's it. Thank you. सुनौ के गरौँ अब हाम्रो भिडियो